हुँदैछ कि बरबरी चाहिँ उठेर के भन्छ है मासु त खाने हो के को खाने गर्दै थियो तपाईँले मासु त भन्नुभयो मासु के खाने हिजो बोलेको होला ए 5+0 काम गर्न अल्छी लाग्छ जस्तो है यति त्यो बुढाले भेटाएको चाल छ थाहा त के होइन थाहा भयो बेबी दाजु चाल थाल्यो थाहा भयो त्यो मान्छे बिस्तारै त्यही भएर मान्छे कुल छ यिनीहरूले ददस झिकेको रहेछ त्यो खाँदैन नि ददस झिकेको हामीलाई त त्यो होइन अस्तिको हप्ता रात मिडियामा थाहा छैन हामीले थाहा दिएको थियो है ददस निकालेको कम्ती खालको कुरा मात्र थियो नि पाँच सौको लगाइदिनु पाँच म पनि भन्छु दोकानले हजुर कति हो नि त हेर्नु हेर्नु के गरेँ भिडियो साथीलाई पनि तलै छोडेको भन्दैछ रुममै है आज त म आज ब्लग पछि बनाउने हो पनि सपिङ गर्दै गरेको है आज त डरलाग्दो हुन्छ नि ब्लग प्ले हेर्नै पऱ्यो फोनको केले के गरेको नभनेको 200 जना हेर्छ नि यी त हाम्रो घरको दादा पो त के गर्दैछ लेप्चा बोत्ताले के 200 जना हेर्ने भयो नि तपाईले चाहिँ 1 घण्टा जस्तो गर्नुपर्छ सबले गर्दा चाहिँ बोल्नु गाह्रो पर्छ तिमीसँग त गाह्रो छ अलिक राम्रो मात्रै बोल्नुपर्छ सही हो मिठो मिठो कुराहरू सबै गीत गाउने भन्दा त्यो बोल्नु माथि त हो सेकेन्डमा रम्बु जाने गाडी थिएँ पर पाउँछ नि टप फरेस्ट के सेक्रेटेरिएट देउराली बजार है दिवाली बताएकै जाने फुलहरू क्या तपाईँ बेच्दाखेरि बजार जस्तो लाग्छ अहिले फेरि बजार त्यो के बेबी जाने बाटो चाहिँ हो डाममा यता त के देख्दैन अगाडि सिटमा बसेर आएपछि दामी देख्थ्यो अगाडिको सिधा देख्छ त मधुर रहेछ पुरा मधुर रहेछ बोलेको थियो पुरा मधुर रहेछ हामी अहिले चाहिँ पानी हँसाइ पुग्यो सपिङ गर्नु गएको है हजुर आज हाम्रो पेमेन्ट पाउने दिनु कि लाल बजार चाहिँ एकदम हामी आज सपिङ गर्न जान्छौँ एकछिन माथि सिएमको भित्र राख्नु है पहिले सेमको पुगिराख्नु सेम अहिले बेसी छ बस्नु नभएको कुनै दिन आउनु आज हामी फिलहाल भन्नुपर्दाखेरि चाहिँ लाल बजार चाहिँ सपिङ चेक थाप्नु गएको हो हेर्दै भन्नुहोस् होला हामी त्यहाँ सपिङहरू गर्नेछौँ के हामी सपिङ गर्नेछौँ सबै हामी तपाईँलाई देखाउनेछौँ
दादाको साथमा साथीको दिन्छु दादाहरू दादा दाजु छ यता भाइ छ म त खुसी छु टेन्सनै छैन बिन्दास तलकोले चाहिँ अलिक टेन्सन पार्यो कि के भन्छ है त्यही फेरि ल फ्लाइओभर आइपुगिसक्यो हामी चाहिँ यहाँ उत्रिरहेको छ अन्त हामी अब डाइरेक्ट पापन छोको यो पैसा किसिम हो हुन्छ थ्याङ्क यू कहाँबाट ओके होइन हामी जाँदैछौँ यो चाहिँ फ्लाइओभर है फ्लाइओभर के हुन्छ फुलहरू एकदमै दामी रोपेको छ यहाँ है यो फुलको नाम चाहिँ के हो त्यो चाहिँ कहाँ हुनुहुन्छ तपाईँ यो फुलको नाम के हो आई डोन्ट नो मलाई थाहा भएन यो फुलको नाम याद छ सुन्दर 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 फुल ब्युटिफुल फ्लावर्स है यो चाहिँ एकदमै राम्रो छ यो चाहिँ होस् हाम्रो यहाँनिर सरकारले चाहिँ एकदमै राम्रो गर्दैछ है हाम्रो सिक्किममा होइन ग्रिन सिक्किम धेरै भन्दा धेरै राम्रो होइन जाडो लागेको छैन शीतल त्यसमा होला त्यही त यस्तो जाडोमा नि भेस्ट लगाइदिँदैछ है बिचरा हाम्रो सिक्किमी चेलीहरू है एकदमै जाडोले चाहिँ पक्रिँदै भयो नि हिँडिरहेको छ एउटा टी सर्टमै कस्तो लगाउँछौँ है हामीले अब केही भन्नु सकिँदैन सुझाव पनि दिन सकिनँ किनकि हामी सबैजना एकदम बिजी है हिँडिरहेको थियो उहाँ पनि एकदम हतारमा हुनुहुन्छ है सुझाव पनि कुन चाहिँ हिसाबले दिनुपर्ने हो त्यो चाहिँ मलाई पनि याद छैन होइन सर्दी लाग्यो भने चाख्ला सर्दी बिमार भयो भने चाहिँ अब उहाँकै एकदम उनीहरूकै रिस्क हो होइन अब हामीले त के भन्नु र अन्त तपाईँहरू है जहिले पनि यता लालबजार आउनु हुँदाखेरि चाहिँ यहाँ चाहिँ एउटा सिक्किम अर्ग्यानिक है सिक्किम अर्ग्यानिक लु पाउनुहुन्छ मेरोमा छैन ब्याट्री कम्ती छ 6 बजीको छ रिजल्ट रिजल्ट होइन होइन कति गर्ने कति यो चाहिँ यो 60 हो 33 हो कति होला नि भयो यो चेन्ज दिनुहोस् न गुगल गरिदिनुहोस् न यो चेन्ज छैन चेन्ज छैन नि त त्यही भएर गुगल गरिदिनुहोस् न चेन्ज छ चेन्ज दिनुहोस् 20 रुपियाँ दिनुहोस् ल दाजुको 20 रुपियाँ छ यसको 76 चेन्ज छ तपाईँ 20 रुपियाँ छैन त्यो पनि होइन है आज चाहिँ एउटा ब्याट्री काटिरहेको छ हेर्छु लक चाहिँ घटेको नि अहिले दिन्छौ न त्यस्तो चेन्जै पाउँदैन तपाईँ 200 रुपियाँ दिनुभयो 200 रुपियाँ दिएको कति गर्नु 102 हो 60 रुपियाँ 60 हो ए 10 रुपियाँ 60 गर्नु 10 रुपियाँ चाहिन्छ 10 रुपियाँ कहाँबाट ल्याउनु 10 रुपियाँ नि त छैन तपाईँको चेन्ज छैन 10 रुपियाँ दिएको भए म 150 दिन्थेँ नि तपाईँलाई मेरोमा छैन 10 रुपियाँ छैन 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 नि चेन्ज छैन 10 रुपियाँ तपाईँको पैसा उठाउनुहोस् काटिराख्नु है हेर हेलो
जाउँ सरम लाग्छ तपाईँहरूलाई भिडियोहरू गर्नु मलाई त लाग्दैन सरम पिक्चर चाहिँ यहाँनिर छाब्बा चाब्बा हो कि छाब्बा हो लागिरहेको रहेछ है हेलो के गर्दै हो कहाँ ए हेलो गाइस आज चाहिँ हामी है यसो बाहिरतिर घुम्नु निस्केको छौँ क्यामेरा बिचारै यहाँनिर कुकुरहरू चाहिँ जाडोले बसिरहेको छ है सालोन यहाँनिर छ रास पनि बोल्दैन रहेछ दोकान होइन के भन्छ अरे केही देख्दैन रहेछ राति बनाएर खानु जाने कम्पिटिसन हुन्छ एकदमै निस्पट हो बरु यो आज चाहिँ चिकन चिल्ली बनाउँदैछु है कराईको ताप्ने राखिसकेको छ चिकन चिल्ली प्याज लसुन काटियो हो टमाटरहरू काटिसकेको छ अब धनियाँ काट्नु बाँकी छ है दहीहरू त हुन्छ अन्त आज एकदम पार्टी हो सबैलाई मैले किनिदिएको छु आज चाहिँ मैले एक केसै ल्याइदिएको छु है दहीहरूलाई किङ फिसरहरू सबै किङ फिसरहरू कुन चाहिँ हो हेर किङ फिसरहरू किङ फिसरहरू दाइले खानुहुन्छ हामी चाहिँ बिटहरू अन्त काट्नु पर्ने छ अहिले हामी फेरि देखाउनेछौँ के कसो है कसो बनिएको छ अब प्याज हाल्नुपर्छ है प्याज टमाटर अन्त चिकन चिल्लीसँग चाहिँ यो रोटी हो पास राखिरहेको छु एकदम हल्दी पाउडर कम्ती रङहरू चाहिँ मेथी हाल्नु चाहिँ अलिकति बेच्नु छु है त्यसैले यहाँ जिरा पाउडर पनि थियो जिरा पाउडर मेथी पनि कम्ती हाल्दैन
के हुँदैन अब बादमा हाल्दाखेरि यसलाई यो चिकन मसला हाल्नुपर्छ मलाई थोडा पानी चाहियो है त्यसको लागि अलिकति पानी हाल्नुपर्छ जग नभएको कारणले गर्दाखेरि चाहिँ अलिक ग्रेभी निकाल्नु लागि चाहिँ थोडा पानी डाल्नु पर्यो क्या अब यस्तो गर्नु त यस्तो गर्नु एक बुढाउलो पक्रिनु सिद्ध गर्नु घोडा खुम्चाउनु अलिकति आँटा पनि हाल्नुपर्छ एक चम्ची मात्रै टाउको एकदम सिधा हुनुपर्छ अच्छा यसमा अलिकति पानी यो चाहिँ मेरो आफ्नै स्टाइलमा बनाउँदैछु है जति बेला तपाईँले सक्छ त्यति बेलासम्म नत्र सब पल्टेर राम्रो यो टाउको चाहिँ डाउन हुन्छ नि त तपाईँको सिरा डाउन हुँदैन मुडी जानुपर्छ के यस्तो अहिले सिधा एकदम सिधा हुनुपर्छ ओह्रालो उकाल्नु हुँदैन जिउ चाहिँ यस्तो हेर्नु नभएको यस्तो खाटमै एकदम अब त्यसो गर्नुहोस् ओइल अन्त कस्तो हुन्छ कति गाह्रो पर्छ घोडा सिधा गर्नुपर्छ बुढाउलो मात्रै गर्नुहोस् र यसलाई थोडा यो मजाले उचाल्नुहोस् जति सक्छ त्यति सिधा पार्नु अलिकति बोइलिङ गर्नुपर्छ है टमाटर किनभने काँचो हुन्छ फुर्ती हुन्छ तपाईँ ट्रेन्डिङ हुँदैछ दुई भाइको चाहिँ डरलाग्दो हुँदैछ यहाँनिर योगा हुँदैछ योगा सबैले बिहान गर्छ योगा हामी चाहिँ बेलुका सुत्ने बेलामा क्या यो चाहिँ हाम्रो है यो चाहिँ हाम्रो आफ्नै स्टाइलमा समयलाई अब यो धनिया मात्रै काट्नु भएको छ है अरू सबै भइसक्यो धनिया काट्नुपर्छ अब अन्त यो चाहिँ 12 बजीको खाना है यो चाहिँ एकदमै बेसी भएर चाहिँ खासमा चाहिँ एउटा साथीले पस्केको थियो होइन उसले चाहिँ खानु बिर्सेछ खानै आज 12 बजी त्यही कारण चाहिँ हामीले खानालाई चाहिँ अब सायद फ्याँक्नै पर्छ होला पाप नलागोस् है फ्याँक्यौँ न बेलुका खाने अब भन एकैछिन है अब यो चाहिँ हाम्रो यो हुँदैछ नि त्यहाँबाट चाहिँ फेरि पनि हामी देखाउनेछौँ र चिकन चाहिँ एकदम रेडी भइसकेको छ है यसमा चाहिँ अलिक सुप बढिहालेको छ किनकि खाना छ भने हुन्छ यहाँ चाहिँ हाम्रो चिकन चिल्ली सबैले बिहार खाँदैछ